यो विशेष फेयरवेल प्रोग्रामको केही झलकहरू तपाईँहरूमाझ प्रस्तुत गर्दैछु। कक्षा 11 का भाइ बहिनीहरूले कक्षा 12 का भाइ बहिनीहरूका लागि यो सानो फेयरवेल प्रोग्राम अर्गनाइज गर्नुभएको थियो। विद्यार्थी भाइ बहिनीहरूले आफ्नो आफ्नो कामहरू चाहिँ गर्दै हुनुहुन्छ। कसैले यता प्याज काट्दै हुनुहुन्छ, रमाइलो गर्दै हाँस्दै काम गर्दै हुनुहुन्थ्यो। सबैले आफ्नो आफ्नो काम एकदम राम्रोसँग गर्दै हुनुहुन्थ्यो। कसैले केही काट्दै, कसैले पकाउँदै, तर रमाइलो गर्दै आफ्नो कामहरू चाहिँ गरिराख्नु भएको थियो यहाँ विद्यार्थी भाइ बहिनीहरूले। यो फेयरवेल एउटा फेयरवेल मात्रै होइन, यो चाहिँ फ्रेन्डसिप, टिमवर्क र मेमोरीको लागि पनि हो। हाम्रो शिक्षक साथीहरू पनि यतातिर व्यस्त हुनुहुन्थ्यो खसी बनाउनमा। यतातिर चाहिँ काम गर्दै हुनुहुन्छ साथीहरूले। मैले चाहिँ मेमोरी क्याप्चर गरिरहेको छु। यो सानो सानो पल नै हाम्रा लागि सबैभन्दा ठुलो सम्झना भन्ने छन्। यी सबै रमाइलो पक्षको बिचमा पनि एउटा भावनात्मक पक्ष पनि थियो। हामीले आज बिदाईको लागि त्यहाँ गएका थियौँ। बिदाई त एउटा शब्द मात्रै हो, यो सबै चाहिँ हाम्रो सम्झनाको लागि हुनेछ। कोही व्यस्त थियो तयारीमा, कोही आफ्नै तरिकाले रमाइरहेका थियो, तर हामी सबैको उद्देश्य भनेको आजको दिनलाई विशेष बनाउनु नै थियो। हजुरहरूले यहाँ हेर्न सक्नुहुन्छ, सरहरू मासु काट्दै हुनुहुन्छ, हामी हेर्दैछौँ भिडियो बनाउँदै रमाइलो गर्दै कामहरू गर्दै हुनुहुन्थ्यो। हामीहरू चाहिँ जखेरा ताल गएको थियौँ विद्यार्थीहरूलाई लगेर फेयरवेलको लागि। विद्यार्थी भाइ बहिनीहरू पनि रमाइराख्नु भएको थियो। हाम्रो सरहरू पनि यतातिर व्यस्त हुनुहुन्छ है। विद्यार्थी भाइ बहिनीहरूले पनि एकदम आफ्नो काममा खटिएर नै लाग्नु भएको थियो। यहाँ आलु बनाउँदै हुनुहुन्छ अचारको लागि। काम मात्रै होइन, हाम्रो नाच्ने गाउने काम पनि भइरहेको थियो। यता पकाउने काम पनि भइरहेको थियो। अब चाहिँ हाम्रो औपचारिक कार्यक्रम सुरु भइसकेको थियो। हामीले विद्यार्थी भाइ बहिनीहरूलाई खादा र टिका लगाएर बिदाई गरेका थियौँ। कक्षा 12 तपाईँहरूको आगामी यात्राको धेरै धेरै शुभकामना।